यात्रा ढोरपाटनसम्मको हो। अहिले चाहिँ हामी ठ्याक्कै रुद्रताल हेर्न जाँदैछौँ ल। यो चाहिँ रुद्रतालको नजिकै हेर्नु त देखाएको छ है, रुद्रताल आइपुग्यो ल। रमाइलो छ गाइस ठाउँहरू चाहिँ। यो चाहिँ हाम्रो गाडी गाइस, सामानहरू चाहिँ यसरी छ ल। ढोरपाटनको यात्रामा चाहिँ हामीलाई उहाँ दाइले साथ दिइरहनु भएको छ। अब रुद्र लेकको नमुना मात्रै पहिला चाहिँ मजाले सानोतिनो तालै थियो अरे, अहिले चाहिँ अब ताल चाहिँ छैन। भनेपछि हामी त्यतितिर लाग्दैछौँ कस्तो रहेछ त भनेर हेर्नलाई चाहिँ हामी त्यो लोकेसनमा चाहिँ जाँदैछौँ ठ्याक्कै। यो चाहिँ अब हामी रुद्र लेक भन्ने ठाउँमा जाँदैछौँ। रमाइलो नै छ मौसमहरू हेर्नु। पहिला चाहिँ यो एकदमै ठुलो पोखरी हुनुपर्छ, ठुलै लेकै हुनुपर्छ, तर अहिले चाहिँ खासै त्यस्तो धेरै केही पनि छैन। तर ठाउँ चाहिँ हेर्नु न यति रमाइलो छ कि ठाउँ ल। यताको लेक हेरिसकेपछि, लेक भ्यूको चाहिँ अवलोकन गरिसके पछाडि अब ढोरपाटनतर्फ चाहिँ अगाडि बढ्दैछौँ हामी। नेपाललाई सुन्दर कुन हिसाबमा कसले भन्न सक्दैन ल। हेर्नुहोस् अहिले चाहिँ अलिकति ढोरपाटन एरियामा पनि जस्तो अस्तिको 4 दिन पब्लिक होलिडे थियो, त्यहाँ अघि नै गुरुजीले भन्नुभएको एकदमै धेरै प्याक थियो अरे टुरिस्टहरूको चाहिँ। किनभने ठाउँ यस्तो छ ल हेर्नुहोस् न गाइस। अनि फेरि गरिब महिनामा अलिकति शीतल खोज्दै हिँड्ने हो भने त यो ठाउँ त अहिलेको लागि त बवाल, बेस्ट प्लेस टु भिजिट गाइस है। आज हाम्रो गुरुजीलाई नि भाइरल गरिदिने हो होइन दाजु, भाइरल गरिदिने आज। गाडी नम्बर पनि भन्दै हुन्छ ल, भन्दै ल। आजको पढ्नु ल जितबहादुर पुन होइन, यहाँको सबैभन्दा पुरानो गुरुजी होइन दाजु। हजुरको नम्बर पनि म लास्टमा ठ्याक्क युट्युब च्यानलमा हालिदिन्छु। त्यसपछिबाट टक्क आउने जनताहरूले हजुरलाई चाहिँ सम्झेर होइन सटलक्क यो ठाउँ घुम्न आउँछन् होइन त। ल ठिक छ नि होइन हजुर। गाडी नम्बर 4016 ल ल है गाइस 4016 ल। यो चाहिँ ढोरपाटनको गेट। अब यहाँबाट चाहिँ हामी ढोरपाटन प्रवेश गरिसक्यो है गाइस। ढोरपाटन यहाँ अब सैनिक इलाका पनि रहेछ हाम्रो। हामी ढोरपाटन एरियामा चाहिँ आइपुग्यो। यो चाहिँ ढोरपाटन एकचोटि म्यापमा पनि ध्यान दिउँ। यस यो चाहिँ म्याप छ टक्क राखिदिएको छ यतापट्टिलाई। सबैजना रमाइलो छ नि त बवाल। ढोरपाटन लेखेको चाहिँ त्यहाँनिर देखिरहेको छ कि ढोरपाटन भनेर लेखेको छ। अलिकति वाइड भ्यूमा देखाउँछ है त। यो चाहिँ ठ्याक्क एउटा उपत्यका जस्तै तरिकाले ढोरपाटन एरिया। यस्तो गर्मीमा काठमाडौँबाट यहाँसम्म आएको चाहिँ एकदमै वर्थ इट भयो गाइस। ओ माई गॉड। त्यो पोखरासम्म आइपुग्दाखेरि पनि गर्मी लगभग 35देखि 38को रेन्जमा थियो होला। तर अब यहाँ आइसके पछाडि चाहिँ म गर्मी महिनामा छु भन्नेवाला भाइस नै होइन। एकदमै शीतल अलिकति भिडियोमा सिरियस आइरहेको छ। भिडियो पनि रहेछ नि त गाइस मजाले। उकालोमा गाह्रो हुँदो रहेछ। दिस इज ढोरपाटन। यो किन यो बनाएको चाहिँ किन दाजु?
राष्ट्रिय जनावर भनेको कहाँको? ढोरपाटनको पाइने यो हिमाली क्षेत्रमा पाइने जनावर के नाममा? नाम त नावर र झारल भन्छ यसलाई के भन्छ? नावर अनि झारल नावर र झारल भन्छ है। हजुर यो एरियामा मात्रै पाउँछ यो हिमाली क्षेत्रमा मात्रै पाउँछ। ढोरपाटन शिकार आरक्ष भनेर चिनाएकै यही नावर र झारलले गर्दा हो। शिकार आरक्ष यहाँ शिकार गर्नु पर्यो भने के गर्नुपर्छ? सिकारी गर्न त अब तपाईँको काठमाडौँमा हजुर हेड अफिस छ यसको हजुर वहीँबाट स्वीकृति ल्याउने हजुर वहीँबाट टिकट सिकेट उहीँ काट्नुहुन्छ अनि यहाँका फेरि लाइसेन्स होला हुन्छ नि हजुर भनेको लाइसेन्स नभइकन यहाँ शिकार गर्न पाइएन। पाइएन यत्तिकै आएर शिकार गर्छु कसैले भन्यो भने त्यो केही पनि गर्नु पाइएन। लाइसेन्स होला पाउने हो अनि यसको छ कि अफिसहरू छ हजुर सिस्टम ए ल बुझेँ ल धन्यवाद दाजु। हामी उत्तर गङ्गा मन्दिरतिर जान्छ। उत्तर गङ्गा एरिया है गाइस, उत्तर गङ्गा एरिया उतानिर चाहिँ मन्दिर छ उत्तर गङ्गा भन्ने। त्यो चाहिँ अब यहाँ पानी कति चिसो होला भनेर चिसो होला भनेर चाहिँ म एकचोटि छोएर हेर्छु ल। अच्छा कति चिसो हो पानी यार। यति चिसो छ कि ठ्याक्कै मुस्ताङको जस्तो होइन। पानीलाई चाहिँ छुनै सकिँदैन, छुनै नसकिने चिसो पानी चाहिँ छ, एकदमै चिसो। अरू साथीभाइलाई कति पर्छ ल ठ्याक्कै भन्नु? 10 देखि 12 मिनटसम्म घुमाएको हजुर 200 प्रति घन्टा 800 र लङ टुर सिक्किमको त्यही 6-7 घन्टा। तपाईँले यो 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 कुन ठाउँ अरे? यो ढोरपाटन उत्तर गङ्गाबाट तपाईँले कहाँसम्म लगेको त्यति पैसा? हामी बुकीपाटनसम्म लगेको गरपाछेरालाई 3500। हजुर यहाँदेखि म्युजियम लगेको आउने जाने अपडाउन 1000 रुपियाँ। ए अपडाउन पनि हुन्छ? हजुर नेपालीहरूलाई त्यस्तो होइन? अनि बाहिर विदेशीहरूलाई के छ? बाहिरका विदेशीहरू त अहिलेसम्म यहाँ त्यति भित्रका छैनन्। विदेशीहरू यहाँ आएको छैन नि, शिकार गर्न मात्रै आउँछ। शिकार गर्न आउँछन् उहाँहरू अझसम्म घोडा चढेको रेकर्ड छैन। उहाँहरूले फेरि जब चढेपछि 14-15 हजारमा चढ्छन्। 14-15 हजार दिनको चढ्छ। ल दाजु धन्यवाद। घोडा व्यवसायको सचिव पनि हो। ए हजुर घोडा व्यवसाय, यहाँको घोडा व्यवसायको सचिव हुनुहुन्छ? ल हजुरको नामै भनिदिनुहोस् ल। नाम दिलबहादुर विश्वकर्मा। ल दिलबहादुर विश्वकर्माजी चाहिँ यहाँको ढोरपाटन 9को घोडा सङ्घको अध्यक्ष हुनुहुन्छ, सचिव हुनुहुन्छ। ल सचिव ल धन्यवाद दाजु, खुसी लाग्यो हजुरलाई भेटेर। कति रमाइलो ढोरपाटन। आज हामी बस्ने ठाउँ चाहिँ यहाँ है गाइस, ढोरपाटन एरिया। ढोरपाटन भनेको चाहिँ के रहेछ भन्दाखेरि चारैतिरबाट पहाडले घेरेको, अनि यो फाँट, त्यो जुन पहाडलाई घेरेको भनेको चाहिँ ढोर होइन त। अनि यो भनेको चाहिँ पाटन भनेर रहेछ, फाँटलाई चाहिँ पाटन भन्दा रहेछ। उताबाट अब हर्स राइडिङको लागि चाहिँ दाजुहरू त उहाँहरू यहीँ दौडिँदै आउँदै हुनुहुन्छ, हामीलाई नै भनेर दौडिँदै आउँदै हुनुहुन्छ, दौडिँदै आउँदै हुनुहुन्छ। आज चाहिँ हामी ढोरपाटन एरियामै छौँ। हिजो अलिकति स्वास्थ्य गडबडी भएर चाहिँ खासै हिँड्न सकिएन। अब आजलाई चाहिँ हाम्रो प्लान भनेको आज पनि प्रोभाब्ली हामी यही एरियामै बस्छौँ होला। त्यसपछिबाट भोलि चाहिँ हाम्रो यात्रा बिहान सबेरै के हुन्छ भन्दाखेरि त्यो फर्स्ट ढोरपाटन भ्याली त अस्ति घुमिसकिहाल्यो, हिजो र आज पनि घुम्छौँ। त्यसपछिबाट बुकीपाटन भन्ने हो त्यो हिमाल देखिने ठाउँमा चाहिँ हामी त्यो हिमालमा चाहिँ घुम्छौँ। अब त्यसपछिबाट एरियल भ्यू चाहिँ यस्तो देखिन्छ। उत्तर गङ्गा भन्ने चाहिँ यहाँ भयो, हिजो भर्खरै गएर आएको, त्यसको पनि मैले भिडियो सानो क्लिप गरिसकेको छु। जुन त्यो पुरानो 22 धारा भनेर लेखेको वालाहरू थियो नि, हो त्यो हो। अनि त्यसपछिबाट ह्याप्पी मोमेन्ट भन्ने छ, यो चाहिँ के भयो, यो चाहिँ यहाँको म्याप छ, लोकल म्याप हो, कसरी कहाँ कहाँ के छ भन्ने कुराको बारेमा है त गाइस। यति नै छ, रमाइलो छ।
हाम्रो यात्रा अब 3.5 घन्टा जतिको हुनेछ। हामी चाहिँ उकालो लाग्यौँ अब यो के अरे हाम्रो ढोरपाटनबाट मास्तिर लाग्यौँ है त गाइस। अब आज चाहिँ हामीले घोडा सवारी गरिरहेको छौँ। बाटो चाहिँ यस्तो खालको छ रहेछ हेर्नु है गाइस। दाजुले चाहिँ हामीलाई अब घोडा चलाउनलाई सपोर्ट गर्नुहुन्छ। हाम्रो यात्रा अब आजको यात्रा चाहिँ लास्ट टिकाधारासम्मको हुन्छ। त्यसपछिबाट हामी फर्किन्छौँ है त। बाटो चाहिँ यस्तो छ। अहिले चाहिँ म हिँडिरहेको छैन, म घोडा राइड गरिरहेको छु। घोडाको सवारी गरिरहेको छु। हामी ढोरपाटनबाट अन्तरथरी भन्ने ठाउँसम्म चाहिँ आइपुग्यौँ है त घोडा सवारी गरेर। अन्तरथरीबाट अब सिमी अगाडि लाग्दैछ। राम्रो छ। मेरो घोडाले पानी खाइरहेको छ। पानी भयो। मान्छेले चाहिँ के भन्छन् भन्दा एउटा कहावत के छ भन्दा घोडाले पानी खाएको ठाउँको पानी खानु भनिन्छ। यहाँको पानी त जहाँको खायो नि हुन्छ। मूल नै यहीँ नजिक वालाहरू छ। चिया आयो है हाम्रो। चिया आयो कि दुध आयो? दुध आयो। हामी अब टिकाधारातर्फ प्रस्थान गर्दैछौँ। त्यो ठाउँ के अरे त्यो के अरे बोर्डमा ठाडो खोला भन्ने ठाउँ नजिकै चाहिँ आइपुग्यो। अहिले खोला छ तर ठ्याक्कै भन्ने हो भने चाहिँ पानी चाहिँ परेको छैन। पानी चाहिँ छैन यो खोलामा। अब यो पानी आउँछ भनेर पुलसुल पनि बनाएको रहेछ। यस्तो डाँडो छ गाइस। घोडामा को यात्रामा हामी ढुङ्गे देउराली भन्ने ठाउँमा आइपुग्यौँ। ढुङ्गे देउरालीमा चाहिँ यहाँ यसो बिसाउने छ जस्तो लाग्यो। यता एकछिन रेस्टिङ हो कि रेस्ट हो दाजु? के लाग्छ थोरै 5 मिनट मात्रै रेस्ट गर्ने के गर्ने? यसलाई एकछिन रेस्ट गराइदिउँ। त्यो भने यसलाई पनि अलिकति जाँगर चल्छ होला होइन। म पनि झर्नलाई ट्राई गर्छु कसरी। हामी चाहिँ ढोरपाटनबाट उकालो लाग्दै घोडा चढेर 3.5 घन्टा जति माथि लागिसके पछाडि यो बुकीपाटन भन्ने ठाउँमा छौँ। यो एरियामा चाहिँ हिमाल अरू बेलामा भए यो एरिया यो देख्न सक्नुहुन्छ। यो एरियामा चाहिँ पुरै हिउँ परेको देख्न सकिन्थ्यो, हिमाल देख्न सकिन्थ्यो। तर के प्रब्लम छ भन्दाखेरि अहिले चाहिँ हुस्सुले ढाकिसक्यो। जब कि हामी भर्खर 9-10 बज्दैछ, हुस्सुले पुरै ढाकेर खासै केही पनि देख्न सक्ने सिचुएसन छैन। अब हामी एकछिन क्यामेराले यस्तो गर्नु बिचमा राख। अब हामी चाहिँ आज यहीँ खानासाना खान्छौँ। खाना खाइसके पछाडि यहाँबाट हामी फेरि टिकाधारा भन्ने ठाउँतिर चाहिँ लाग्छौँ। टिकाधारा यहाँबाट बुकीपाटनबाट लगभग 1 घन्टाको डिस्टेन्समा पर्छ। त्यो पनि हामी घोडाबाट नै जान्छौँ। हिँडेर त पोसिबल छैन। हामी अब रेगुलर हिँड्ने बानी नपरेकोहरूलाई चाहिँ धेरै नै गाह्रो हुने रहेछ है त गाइस। यो बुकीपाटन चाहिँ 4000 मिटर माथि चाहिँ पर्ने आउँदो रहेछ। मैले भर्खर त्यहाँ बोर्डमा पनि देखाएको थिएँ 4000 मिटर माथि भनेपछि उस्तै मान्छेहरूलाई चाहिँ अलिक बुढापाकाहरूलाई लेक लाग्ने समस्या पनि हुन्छ होला। धन्यवाद, थ्याङ्क यू सो मच। टिकाधाराको यात्रा है हाम्रो अब लगभग 15-20 मिनटमा आउनु लाग्यो। कस्तो छ दाजु ठ्याक्कै टिकाधारा चाहिँ? टिकाधारा भने चाहिँ किन ल त्यति भनिदिनु न त। यो
हाम्रो उमा खै हजुर बाजीहरूले के गरेर अब यता म्यागी सिमाना सिमाना के नाम राख्यो के नाम राख्यो ए त्यो यत्तिकै नाम राखे हजुर त्यो टिका टिका भन्ने दाइले एउटा धारो बनाएर टिका धारो भएको हो कि होइन यस्तो भन्नु यो जुम्लाली हो कि कुनसँग त्यहाँको मान्छेले यहाँ आएर ओकाट्न खोजेको थियो अरे के गर्न खोजे ए ओ गर्न ठाउँ लिन खोजेको थियो अँ यो चाहिँ बाक्लिङ जिल्लाको भयो अँ अनि उताको मान्छेले यहाँ ओकाट्न खोज्दा उनीहरूको भिडन्त भयो होइन युद्ध अँ अनि त्यसपछि यो टिका धाराको डाँडो कटाएर अँ उनीहरूले यहाँ के अरे दुधको टिका लागेको भएर टिका धारा भनेको ए ल क्ल्याप है दाइलाई क्ल्याप गरौँ सबैले अनि बाजा गजा त्यही भएर टिका धारा अहिले गाइज हामी टिका धारा भन्ने ठाउँमा चाहिँ आइपुग्यो टिका धाराको रमणीय दृश्य चाहिँ हेऱ्यो है हामी आएको घोडाहरू चाहिँ उ त्यहाँ बसिरहेछ पुरै चरिरहेछ हेर्नु त त्यहाँ हामी चाहिँ यता चट्ट लगाएर फोटो भिडियो सुट गर्नु भनेर आएको छौँ रमाइलो चाहिँ धेरै रमाइलो छ नेपाललाई साँच्चीकै किन सुन्दर देश भनेको भन्दा यो सबै कुराहरूले त गाइस टिका धारा आउनलाई चाहिँ कहाँ आउनुपर्छ भनेर भन्दाखेरि ढोरपाटन हुँदै तपाईँहरू यहाँसम्म आइपुग्न सक्नुहुन्छ ढोरपाटन हुँदै घोडा हामी चाहिँ अब घोडा लिएर आएको कति चाहिँ ट्रेकिङ पनि गरिरहेको हुन्छ ट्रेकबाट नि आइरहेको हुन्छ यही नै होला लगाइसला धन्यवाद टिका धारामा चाहिँ यसरी चाहिँ भेडाहरू चराउन लिएर आउने हुँदो रहेछ यहाँ चाहिँ केही नभए नि हजुरहरूको 1000 2000 जति भेडाहरू चाहिँ चराउन लिएर आउने रहेछ अनि भेडालाई त्यसरी कुकुरले चाहिँ सेक्युरिटी दिने रहेछ Wow, this is so amazing. Oh my god. Look. यहीँबाट चाहिँ पोखरा लगायत देशको विभिन्न ठाउँमा चाहिँ भेडाको पाठो सप्लाई हुने रहेछ अब त्यसलाई भेडी हुन्छ भेडी चाहिँ यही राख्दा रहेछन् अनि पाठो चाहिँ सप्लाई गर्दा रहेछन् यहाँ ठुलो यसको के भन्ने किसिमको खेती जस्तो हुँदो रहेछ यही नजिक नजिक आइरहेछ रहेछ टिका धारा जानलाई चाहिँ गाइज यस्तो खालको बाटो हेर्नु त यस्तरी हिँड्नुपर्छ ल बाटो कस्तो छ भन्नुहुन्छ नि त यस्तो छ है म चाहिँ अब यो टिका धाराबाट चाहिँ तलतिर लागिरहेको छु अब हामी सिधै हामी यता ढोरपाटनतिर लाग्छौँ रमाइलो हुँदैछ गाइज थ्याङ्क यू सो मच